सबैजनालाई जय मसी। मेरो नाम सृजना, म मार्तम पिएससी चर्चबाट हो। अनि मेरो घर मार्तम हो। अनि म तपाईँको माझमा सानो प्रभुले मेरो जीवनमा गर्नुभएको गवाही है, प्रभुले मेरो जीवनमा गर्नुभएको काम है तपाईँको माझमा सेयर गर्न चाहन्छु। अनि यो कुरा चाहिँ मैले किन सेयर गर्न चाहिरहेको छु भन्दाखेरि चाहिँ आजभन्दा 2018 है 2018मा यो कुरा मेरो जीवनमा भएको कुरा हो। अनि हिजो म हस्पिटल गएको थिएँ। अनि हस्पिटल जाँदाखेरि चाहिँ त्यहाँनिर एकजना बोजूलाई भेट्न हामी गएका थियौँ। अनि त्यहाँ जाँदाखेरि चाहिँ उहाँ चाहिँ एउटा किडनी पेसेन्ट हुनुहुन्थ्यो। अनि उहाँलाई चाहिँ डायलिसिस गर्नुपर्ने रहेछ। अनि डायलिसिस गर्दाखेरि उहाँको यो हातहरू काटेको अनि हात काटेर चाहिँ त्यो पनि भाइले भन्नुहुँदै थियो मलाई, त्यो पनि नलटाइकन काटेको अरे भनेर उहाँले मलाई भन्नुहुँदै थियो है। अनि त्यो नलटाइ काटेको कति चाहिँ दुख्यो होला उहाँलाई होइन, कति चाहिँ दुख्यो होला। त्यो 29 जुलाई भएको रहेछ, यति लामो काटेको रहेछ होइन। अन्त उहाँले मलाई भन्नु थियो यहाँबाट गर्छु नि, मेरो त डायलिसिस तिमीले कहाँबाट गरेको भनेर भन्नु थियो। मैले भने मेरो त यहाँ फिलाबाट गरेको भनेर मैले उहाँलाई भने होइन। अनि त्यसरी भने अन्त उहाँको चाहिँ यहाँबाट गर्दै रहेछ डायलिसिस। अनि उहाँको चाहिँ यो हातहरू काटेको रहेछ। अनि त्यतिखेर मलाई कस्तो डर लाग्यो। अनि मैले भाइलाई भने, भाइ अब प्रभुले साँच्चै प्रभुले मलाई बचाउनु भएको रहेछ है, प्रभुले चाहिँ त्यस्तो डरलाग्दो उयोबाट चाहिँ प्रभुले मलाई बचाउनु भएको रहेछ भनेर म त्यहाँ भन्दै थिएँ होइन। अनि साँच्चै नै मैले अनुभव गरिरहेको थिएँ, प्रभुले चाहिँ मेरो जीवनमा यति धेरै अनुग्रह गर्नुभएको रहेछ, प्रभुले मलाई यति धेरै माया गर्नुभएको रहेछ है। मैले पो प्रभुको प्रेमलाई नबुझेको रहेछु त भन्ने कुरालाई मैले थाहा गरिरहेको थिएँ, अनुभव गरिरहेको थिएँ होइन। अनि उहाँले भन्दै थियो मलाई साह्रो पर्छ नि भनेर भन्नुहुँदै थियो। अनि तपाईँलाई याद छ 2018मा मेरो सानो नानी डेलिभरी हुँदाखेरि चाहिँ मेरो दुइटै किडनी फेल भएको थियो। अनि त्यतिखेर चाहिँ डायलिसिस गर्नुपर्थ्यो। मैले दिनमा हप्तामा 3 पल्ट गर्नुपर्थ्यो, तर दिनमा 6 घन्टा चाहिँ मैले डायलिसिस गर्नुपर्थ्यो। अनि एकदमै लाचार अवस्थामा म थिएँ होइन। एकदमै डक्टरले हुँदैन अब चाहिँ हुँदैन भनेर भनेको थियो होइन। सबै मान्छेहरूले हुँदैन अब चाहिँ बाँच्दैन, यहाँ गाउँको सबै मान्छे हेर्नु आएको मलाई, अब चाहिँ बाँच्दैन। अनि कतिजनाले त है अब बाँच्दैन रहेछ, ला अब त सृजना नहुने रहेछ भनेर यहाँनिर कुरा पनि गर्थे अरे होइन। यहाँ गाउँभरि सबैले अब हुँदैन, एकदमै निराश हताश भइसकेको थियो। मेरो सानो नानी थियो। अनि एकजना मेरो ठुलो छोरी छ है, मेरो ठुलो छोरी 5 वर्षको थियो। अनि सानो छोरी भर्खर जन्मेको त्यतिखेर होइन। एकदमै यति साह्रो अब के आशै मरिसकेको थियो भनौँ न। अनि प्रभुले चाहिँ त्यतिखेर त्यस्तो आशै मरेको अवस्थामा होइन, हामी निराश भइरहेको अवस्थामा चाहिँ प्रभुले चाहिँ मेरो जीवनमा अचम्मको काम गर्नुभयो। 1 महिना 24 दिन म आइसियुमा बसेँ। अनि प्रभुले मलाई निको गर्नुभयो। अनि जब म आइसियुबाट माथि वार्डमा लग्यो है, अलिक ठिक भएर मलाई वार्डमा लग्यो। अनि वार्डमा लगेपछि चाहिँ डक्टरले के भन्नुभयो, आएर यसरी भन्नुभयो, तिमीलाई चाहिँ तिम्रो ईश्वरले बचाएको है, तिमीले तिम्रो ईश्वरलाई धन्यवाद दिनु होइन, तिम्रो ईश्वरलाई धन्यवाद दिनु, तिम्रो ईश्वरले तिमीलाई बचाएको है भनेर उहाँले मलाई भन्नुभयो। अनि साँच्चै नै है मलाई मेरो प्रभुले बचाउनु भएको, यो जीवन चाहिँ प्रभुले मलाई दिनुभएको। अनि मलाई लाग्छ यो हाम्रो शरीर चाहिँ के पनि होइन, हाम्रो यो सास भइन्जेल मात्र हामीले मजा गर्छौँ, यता गर्छौँ उता हेर्छौँ, तर जब हाम्रो यो सास निस्केर जान्छ नि, तब हाम्रो शरीर चाहिँ एउटा गनाउनु लाग्छ, त्यो है एउटा केही कामको हुँदैन। अनि म तपाईँलाई बिन्ती गर्न चाहन्छु कि मैले यो कुराबाट के भन्दैछु भन्दाखेरि चाहिँ है, प्रभुको बलवटलाई हामीले खोज्न पर्छ, प्रभुको उद्देश्यलाई हामीले खोज्नु पर्ने चाहिँ रहेछ भन्ने कुरा मैले सिक्दैछु यी दिनहरूमा है। प्रभुले मलाई यो जीवन त दिनुभयो नि, तर मैले प्रभुले यो जीवन दिनुभयो भन्दा नै मैले यतिकै बस्ने होइन है, तर प्रभुको उद्देश्यलाई मैले खोज्नु पर्ने रहेछ भन्ने कुरालाई थाहा गरेँ। अनि मैले किन नभन्ने, प्रभुले मेरो जीवनमा यति अचम्मको काम गर्नुभएको छ, म किन सेयर नगर्ने है भनेर चाहिँ आज तपाईँहरूको माझमा यसरी सेयर गर्न गइरहेको छु। प्रभुले चाहिँ मलाई है त्यस्तो मृत्युको मुखबाट चाहिँ प्रभुले मलाई बचाएर आज यसरी 2025 को है यसरी आज 1 तारिक हो, आज प्रभुले मलाई आजको दिनसम्म प्रभुले मलाई सुस्वास्थ्य राख्नु भएको छ। कुनै पनि मैले रिडायलिसिस गर्नु परेको छैन, मैले किडनीको टेस्टहरू गर्नु परेको छैन, सबै कुरा प्रभुले मलाई नर्मली राखिरहनु भएको छ है। सबै कुरा प्रभुको अनुग्रहको कारणले गर्दाखेरि म प्रभुलाई धन्यवाद दिन्छु। अनि अन्तमा आएर म तपाईँको माझमा एउटा वचनलाई पढ्न चाहन्छु। त्यो चाहिँ के छ भन्दाखेरि चाहिँ भजन 91 पदलाई है तपाईँको माझमा पढ्न चाहन्छु। यहाँ के लेखेको रहेछ भन्दाखेरि जो परम प्रधानको गुप्त ठाउँमा बास गर्दछ त्यो सर्वशक्तिमानको छत्र छाया मुनि रहन्छ। तपाईँ यहाँ पढ्दै जानुभयो भने चाहिँ के लेखेको छ भने चाहिँ जो चाहिँ परम प्रधानको गुप्त ठाउँमा बास गर्दछ उनले चाहिँ ऊ चाहिँ सर्वशक्तिमान परमेश्वरको छत्र छाया मुनि रहन्छ भनेर भनेको छ। अनि अर्को कुरा हामीले मुनि पढ्दै गयो भने चाहिँ उहाँको पक्षताले चाहिँ हामीलाई ढाक्नु हुने रहेछ है। अनि त्यो घातक रूढीदेखि चाहिँ प्रभुले हामीलाई बचाउनु हुने रहेछ भन्ने कुरालाई चाहिँ त्यहाँनिर मैले अनुभव है, यहाँ प्रभुको वचनले भनिरहनु भएको छ। अनि साँच्चै नै प्रभुको अनुग्रह चाहिँ तपाईँ अनि हाम्रो जीवनमा छ भनेदेखि चाहिँ हामीले जस्तै परिस्थितिमा भए तापनि प्रभुले हामीलाई बचाउनु हुने रहेछ है।
अनि म तपाईँलाई भन्न चाहन्छु, तपाईँहरू निराश हुनुहुन्छ होला है, हताश हुनुहुन्छ होला। तपाईँले सोचेको कुरा नपुग्दै गर्दाखेरि पनि है, मैले सोचेको कुरा पुगेन भने तपाईँ निराश हुनुहुँदैछ भनेदेखि चाहिँ प्रभुले चाहिँ भन्नुहुँदैछ कि चाहिँ परमप्रभु चाहिँ तपाईँको सामुने खडा हुनुहुन्छ है। परमप्रभु चाहिँ तपाईँको नजिक हुनुहुन्छ अनि परमप्रभु चाहिँ तपाईँहरूले चाहिँ परमप्रभुलाई चाहिँ आफ्नो सर्वशक्तिमान परमेश्वर बनाउनु भयो। अनि तपाईँहरूले चाहिँ परमप्रभुलाई चाहिँ आफ्नो शरणस्थान बनाउनु भयो भनेदेखि चाहिँ परमप्रभुले तपाईँहरूको जीवनमा चाहिँ है हामी निराश भइरहेको अवस्थामा चाहिँ यदि हामीले परमप्रभुलाई चाहिँ हामीले हाम्रो शरणस्थान प्रभुलाई बनायौँ भनेदेखि चाहिँ परमप्रभुले तपाईँ अनि हाम्रो निराशपनामा प्रभुले हामीलाई आशा ल्याउनुहुनेछ है। अनि प्रभुले हामीलाई यो सुन्दर जीवन दिनुभएको छ है। प्रभुले मलाई सुन्दर जीवन दिनुभएको छ अनि यो जीवनबाट चाहिँ म प्रभुलाई धन्यवाद दिन चाहन्छु। अनि यो सानो गवाई तपाईँहरूको माझमा सेयर गर्न मलाई मन पर्यो अनि यसरी सेयर गरिरहेको छु। आशा गर्छु तपाईँहरूले यो मेरो सानो जीवन गवाईबाट तपाईँहरू पनि आशिष हुनुहुन्छ भनिकन हुन्छ। जय मसीह।